तो यो तपाईको बुटिक साडी हो। हजुर 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 यो हामी प्राय आफै अर्डर गरेर बनाउँछौँ हजुर है। हजुर 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 अहिले चलेको चाहिँ ब्लाउज हेभीमा हो। हेलो गाइस, म आइपुगे नेपालमा। यो नेपालको बिर्तामोड, यसलाई नेपालको बिर्तामोड भनिन्छ। र म तपाईलाई अगाडि भनेको थिएँ म तपाईहरुलाई होलसेल दोकानहरु देखाउँछु भनेर। र हेर्न सक्नुहुन्छ गाइस, ए स्टोर जुन हो, जुन तपाईहरु देख्नु हुँदैछ, यो होलसेल विभिन्न साडीहरुले सजिएको दोकान हो। र यहाँ आसामका विभिन्न कुनादेखिबाट यहाँ साडी होलसेल लिन आउनुहुन्छ। र आउनुहोस्, दोकानका मालिकसँग हामीहरू दुई कुरा बात मारौँ के कस्तो छ। नमस्कार सर। नमस्ते हजुर, नमस्ते। यो दोकानको नाम पहिले भनिदिनु पर्यो। यो दोकानको नाम कन्हैया स्टोर। कन्हैया स्टोर यो कहाँ, कुन ठाउँमा स्थित छ? यो हाम्रो बिर्तामोड झापा नेपाल भनिन्छ। बिर्तामोड झापा नेपाल प्रसाई मार्केटमा। हजुर हजुर हजुर। र यो पानी ट्याङ्की जुन बोर्डर छ, नेपाल इन्डिया बोर्डर, त्यहाँदेखिबाट यो तपाईको लोकेसन आउन कति टाइम लाग्छ? पानी ट्याङ्कीदेखि मोटाइन तपाईको 19 किलोमिटर हाम्रो बिर्तामोड। 19 किलोमिटर। अहिले बाटो बनाइरहेछ, त्यसले गर्दा अलिक टाइम लाग्नेछ पहिला भन्दा। हजुर हजुर। यहाँ के सामानहरु तपाईहरु होलसेल गर्नुहुन्छ? तपाईले आसाम भन्नुभयो। आसाम हाम्रो धेरै आइटम जाने भनेको मस्किटो नेट। हजुर हजुर। राउन्डिङबाट। हजुर। चाइनिज बेडसिट जुन तपाईले इन्डिया भेट्नुहुन्न। र ज्यादा गरेर बनारसी साडी, ढाका साडी। हजुर हजुर। तपाईको हाम्रो ट्रेडिसनल एउटा ड्रेस नेपालको दौरा सुरुवाल। हजुर हजुर। सबभन्दा बढी बिक्ने आइटम हाम्रो आसाम जान्छ। हजुर हजुर। आसाम जान्छ हैन? हजुर। र आसामका अघि पछि मतलब त्यसमा आउने गर्नुभयो। धेरै आउनुहुन्छ हैन? हाम्रोमा अर्डर पनि दिएर जानुहुन्छ। अर्डर नि दिएर जानुहुन्छ। र यहाँ तपाईले कस्तो हिसाबले डेलिभरी, उहाँहरु नै आउनु पर्छ कि न तपाईहरुले के डेलिभरी अहिलेसम्म हामीले गरेको छैन। हामीसँग मेरो त्यो मेन पावर छैन। हजुर हजुर। तर उहाँले फोन गरेर भन्नुहुन्छ, उहाँहरु आउनु भन्दा एक हप्ता अगाडि अर्डर दिनुहुन्छ। हजुर हजुर। हामी रेडी गरेर राखिदिन्छौँ। तपाईहरु रेडी गरेर राखिदिनुहुन्छ, उहाँहरु आफै हेरेर लानुहुन्छ, लिएर जानुहुन्छ कि उहाँबाट फोनबाट अर्डरमा फोनबाट भन्नुहुन्छ मेरो सामान रेडी गरिदिनुस्। हजुर हजुर। अनि यहाँ आएर हेरेर आफै लानु। हजुर हजुर। अहिले जस्तो कि यो बिहेको एउटा सिजन चलिरहेछ हैन? र यहाँ के बेहुली साडी भयो, बेहुली लेहंगा भयो, बेहुलाका ड्रेसहरु भयो, उपलब्ध छन् त? सबै पाउनुहुन्छ हजुर। सबै त पाउनुहुन्छ। के मलाई एउटा यहाँ तपाई डेमो जस्तो देखाउन सक्नुहुन्छ? जस्तो यो तपाईको बुटिक साडी हो। हजुर हजुर हजुर। यो हामी प्राय आफै अर्डर गरेर बनाउँछौँ। हजुर हजुर हजुर। अहिले चलेको चाहिँ ब्लाउज हेभीमा हो। यसमा ब्लाउज हेभी आउँछ? हेभी आउँछ जस्तो हेर्नु। हजुर हजुर हजुर। यो तपाईलाई डेमो मैले देखाएको, एउटा मात्रै देखाएको। हजुर हजुर। यसको ब्लाउज त्यहाँ हेर्न सक्नुहुन्छ तपाई। हजुर। यहाँ हेर्नुस्, ब्लाउज राम्रो रहेछ। हजुर, ब्लाउज फुल हेभी हुन्छ। हजुर 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 हजुर। एउटा यो क्वालिटी भयो। हजुर। एउटा हाम्रो मैले नयाँ प्याटर्नमा आएको साडी भनेको चाहिँ यो ह्यान्डी स्लिक बेहुली साडी भन्छ। हजुर हजुर। त्यसो यो अहिले नयाँ क्वालिटीमा, यो तपाईले कपडा छाम्दा मात्रै थाहा हुन्छ। हजुर हजुर हजुर। क्यामेरामा त्यति तपाई हजुर हजुर क्यामेरा हजुर तपाईहरुलाई यो साडीको क्वालिटी क्यामेरामा तपाईहरुलाई थाहा लाग्दैन हैन? म यो साडी छोएर यो साडी छुँदाखेरि म फिल गर्दै छु कति राम्रो क्वालिटीमा रहेछ। तपाईलाई म एउटा देखाउँछु यसको है। हजुर हजुर। यो हल्का शाइनिङ हुन्छ, बेहुलीहरुलाई हल्का उज्यालो देखिने हिसाबले। हजुर हजुर हजुर। यहाँ हेर्नुस्, यो कपडा हेर्नुस्। हजुर हजुर। यो चोलो भयो। हजुर हजुर। ब्लाउज पनि फुल हेभी हुन्छ हेर्नुस्। ब्लाउज हजुर हजुर। ब्लाउज चाहिँ बढिया। यसमा बेल्ट पनि हुन्छ, बेल्ट हुन्छ, घुम्टो पनि हुन्छ, सबै सेट हुन्छ तपाईको यसमा। र यहाँ तपाई अब जस्तो कोही अब आउनु भयो हैन, आसामदेखि आउनु भयो, मलाई मेरो हिसाबले ड्रेस बेहुलाको ड्रेस बनाउनु छ, त्यो पनि हुन्छ हैन? सबै हुन्छ। बेहुलीको अब जस्तो तपाईहरु बनेरै दिनुहुन्छ। हाम्रो नेपालको ट्रेडिसनल बेहुला ड्रेस छ, दौरा सुरुवाल। हजुर हजुर। त्यो तपाईले भेलभेट लागेको, त्यसमा जुत्ता, टोपी, हजुर, चस्मा, हजुर हजुर, तपाईको बेल्ट, सबै सेटै आउँछ। मिनिमम तपाईको साडी कतिबाट स्टार्ट हुन्छ? मिनिमम तपाईको 2000 देखि स्टार्टिङ छ। 2000 रुपैयाँ नेपाली करेन्सी। नेपाली करेन्सी 2000 भन्नुहुन्छ? नेपाली करेन्सी 2000 देखि लिएर तपाई नेपाली करेन्सी 20000 सम्म तपाई 20000 सम्मको छ। नेपाली करेन्सी जुन 2000 लाई इन्डियन 1.6 गर्दाखेरि 1250 भयो। 1250 मात्रैबाट स्टार्ट तपाईको यहाँ भेट्नु हुनेछ। र अरु पनि विभिन्न थोकेर तपाई जस्तो भन्नुहुन्छ त्यस्तै पाउनुहुन्छ। त्यो मात्रै हैन, त्यो बाइक हाम्रो जस्तो एउटा इन्डियन जस्तो 250 रुपैयाँ गोटाको साडी प्रिन्टेड। हजुर हजुर। 300 रुपैयाँ गोटाको इन्डियन, मैले इन्डियन करेन्सीमा भनेको इन्डियनमा सबै रेन्ज पाउनुहुन्छ। कसैलाई दिन लागि, गिफ्ट गर्नको लागि सबै क्वालिटी पाउनुहुन्छ। सबै क्वालिटीमा पाउनुहुन्छ है। र यहाँ पोतेहरु त भन्ने कुरा हो। पोते त हजुरले अब एउटा यो अलगै फ्याक्टर भइहाल्यो, अलग कस्मेटिक दोकान पाउनुहुन्छ। हजुर हजुर, धन्यवाद, थ्यांक यू सर। र साडीका भेराइटिज देखेर मेरी प्यारी आमा र मेरी माया यो किनौं कि तो किनौं हुन थाले। भनिन्छ नि आसामिसमा अधिक मसद बगलिकना। र गाइस, दोकानको नाम त तपाईलाई थाहा भइहाल्यो, कन्हैया स्टोर। लोकेसन पनि तपाईलाई थाहा भइहाल्यो। र गाइस, मलाई चाहिँ बहुत आनन्द लाग्यो यो दोकानमा गएर, किनभने म सेटिस्फ्याक्सन हुने प्राइसमा मैले सामान किनेर ल्याए र धेरै राम्रा सामान
जुन बहुत सस्तो दाममा बहुत राम्रो माल मैले पाएँ। र त्यतिकैमा हामीले लुगा सुगा किनिसकेर हामीहरू खान्छौँ नेपाली थकाली थाली। र थाली के भन्नु, टेस्टले भरपुर थियो गाइस, बहुत मिठो। गुन्द्रुक त नभन्नु, अब नेपालको गुन्द्रुक त के मिठो, के मजा थियो। खाएर नि मजा आयो। र यसरी हामीले सबैले खायौँ। छोरी चाहिँ मोमो खाँदैछ। र खाना खाइसकेर हामीहरू फर्किन्छौँ आफ्नो घरपट्टि। फाइनली म अहिले नेपालबाट आइसकेको छु। नेपाल पुगेर यो हो पानी ट्याङ्की, नेपाल इन्डिया बोर्डर। र यो इभिनिङ टाइमको तपाईहरु दृश्य यहाँ हेर्नु हुँदैछ र यी दोकानहरु हेर्न सक्नुहुन्छ। र त्यतिकैमा हामीलाई चाहिँ नेपालबाट आएर यसो चाय खान मन लाग्यो, चाय पिउन मन लाग्यो मतलब। र हामी एउटा होटलतिर पस्न आँटेका र होटलको नाम रहेछ न्यू कृष्ण होटल। र अब चाय कस्तो पाउँछ म जाँदैछु न अगाडि न झोला बोक्नु यहाँ आउनु। चाय कर दीजिए ना, चाय नहीं 1 2 3 4 चाय ठीक है। र चायको अर्डर भइसक्यो, उहाँ हुनुहुन्छ ओनर। अब चाय कस्तो आउँछ हेर्दै गर्नु होला तपाईहरु। र चाय पिउने अगाडि चाहिँ हामीले यसो जुलबी खायौं गाइस। जुलबी चाहिँ मजा लाग्यो, एकदम टेस्टी जुलबी, नभन्नु न के टेस्टी लाग्यो। र त्यतिकैमा चिया पनि आइपुग्यो। चियासँग मगाए मैले खुर्मा। र गाइस चाय पनि बहुतै मजा थियो। र आजको ब्लग तपाईहरुलाई के कस्तो लाग्यो, राम्रो लागे लाइक कमेन्ट शेयर गरिदिनु। र तपाईहरुले मलाई फलो गर्नुभएको छैन भने फलो पनि गरिदिनु होला। धन्यवाद।